मलाई उसको बारेमा धेरै चिन्ता लाग्ने गर्थ्यो, किनकि त्यस बेला काठमाडौँमा हरेक दिन भूकम्प आउने गर्थ्यो। म हरेक बेला सोचिरहन्थेँ कि सायद उसलाई केही त भएको छैन। एकचोटि पनि कल गरेको थिएन र म उसलाई सम्झेर रुने गर्थेँ। मैले उसलाई सधैँ कल गर्ने गर्थेँ, कल उपलब्ध छैन भन्ने रिप्लाई आउँथ्यो। यसरी केही दिन बित्दै गयो। एक दिन अचानक उसको मेसेज आयो र त्यसपछि मैले उसलाई कल गरेर कुरा गर्न थालेँ। उसले भनिन् कि उसले पनि मलाई धेरै मिस गरिन्थे। भूकम्पको कारणले गर्दा नेटवर्कको प्रब्लम भएकोले उसले कल वा मेसेज गर्न सकेको थिएन रहेछ। र मैले आई अल्सो मिस यु अ लट्स, आई लभ यु जानु भनिन् र उसले नि लभ यु टु भन्दै रिप्लाई गरिन्। यसरी फेरि हाम्रो बात सुरु हुन थाल्यो। मलाई स्टोरी लेख्ने धेरै इन्ट्रेस्ट थियो, त्यही भएर मैले उसलाई एउटा स्टोरी लेखेर मेसेजमा सेन्ड गरेँ। यसरी नै म उसलाई र मेरो साथीहरूलाई सम्झेर यही पेज बनाएर पोस्ट गर्दै आएको छु। त्यसपछि मलाई ऊ बिना बाँच्न धेरै गाह्रो भयो। मैले उनलाई भनिन् कि म तिमीलाई भेट्न चाहन्छु। उनले पनि म आई अल्सो भनी रिप्लाई गरे र काठमाडौँ आउनुहोस् मलाई भेट्न भनी। हामी त्यही भेटौला भनेर भने र मैले पनि छिट्टै आउँछु भनी रिप्लाई गरेँ। केही दिनपछि मेरो एक्जाम स्टार्ट भयो। मैले पढ्न बस्दा नि उसलाई सम्झिने गर्थेँ र त्यही भएर सोचेको जस्तो एक्जाम दिन सकिनँ। मात्र म रिजल्ट पर्खेर बसिरहेको थिएँ। मलाई लाग्थ्यो 70% भन्दा धेरै र 80% भन्दा कम आउँछ होला भन्ने आशमा। र यसरी मेरो एक्जाम सकिएपछि म काठमाडौँ उसलाई भेट्न जाने प्लान बनाएँ। मेरो अङ्कलको छोरा मेरो भाइ पनि काठमाडौँ जाने रहेछ र म उसँग फ्लाइटमा जाने भएँ। म धेरै खुसी थिएँ। मैले जानुलाई कल गरेर भोलि म काठमाडौँ आउँदैछु भनेर भने, तर उसले मेरो पर्सिदेखि एक्जाम स्टार्ट भयो भनेर म भेट्न सक्दिनँ सरी भने। उसको कुरा सुनेर म धेरै निराश भएँ, तर पनि म चाहिँ उसलाई एकचोटि भेट्छु भने काठमाडौँ गएँ र त्यहाँ पुगेर फेरि कल गरेर भेट्ने कुरा गरेँ, तर उसले मना गरिदियो। फेरि मैले उसले दिएको एड्रेस खोज्दै गएँ। उसले जुन ठाउँ भनेका थिइन् त्यो ठाउँ पुग्न 4 घण्टा लाग्दो रहेछ र फाइनली म त्यहाँ पुगेँ। तर त्यहाँ पुग्दा उसको घर कुन होला भन्ने मलाई थाहा थिएन। मैले त्यहाँ 1 घण्टासम्म घुम्दै बस्ने। कोही बेला त ऊ बाहिर निस्किन्छ होला भनेर, तर ऊ निस्केन। मैले फेरि एकछिनपछि त्यहाँको ठाउँको फोटो खिचेर उसलाई पठाउने सोचेँ। मैले उसको मोबाइलमा कल गरेँ, तर उसको भाइले कल उठायो। भाइ पनि मेरो फेसबुकको राम्रो फ्रेन्ड भएकोले गर्दा मैले भाइलाई बोलाएँ। त्यसपछि मैले जानुलाई नभेटे पनि उसको भाइसँग करिब 4 घण्टा यताउता घुम्दै रहेँ र रुममा पनि पर्खेँ। त्यसपछि मैले जानुलाई कल गरेर भने कि आज म तिम्रो घर गएको थिएँ र 4 घण्टासम्म भाइसँग बिताएँ। उसले भने कि उसले मलाई भाइसँग घुमेको देखेकी थिइन् रे। अनि मैले भने, अनि तिमी किन एकचोटि पनि आफ्नो फेस देखाइनौ? तिमीलाई थाहा छ म यहाँ मात्र तिम्रो लागि आएका हुँ, पागल जस्तो भएर। उसले भनिन् उसको भाइ मसँग भएका कारण उसले भेट्न नसकेको भनेर। मलाई धेरै दुःख लाग्यो कि उसले मलाई देखेर पनि एकचोटि भेट्ने कोसिस गरेनन्। उनी स्टोरी थिइन्, त्यही भएर माया भनेको थाहा पाउन सकेन। त्यसपछि म घर फर्केँ। जिन्दगीले मलाई दुःख दिन स्टार्ट गरिदियो र सधैँ म उसलाई सम्झिँदै रुने गर्थेँ र भगवानलाई किन म मात्र अनलकी भन्दै सोध्ने गर्थेँ।